आफ्नै प्रेमिकालाई बलात्कारपछि 2 मिटर जति घिसारे। इनिसा बिकको घटनामा अहिले नयाँ खुलासा भएको छ। आफ्नै प्रेमी भनिएका युवकले नै उनको बलात्कारपछि 2 मिटर जति घिसारेका थिए। प्रेमी भनिएका युवाले प्रहरी समक्ष दिएको बयान यस्तो छ। उनीहरू 2 वर्षदेखि प्रेम सम्बन्धमा रहेको र घटनाको दिन पनि सहमतिमै यौन सम्बन्ध भएको कुरा उनले प्रहरी समक्ष बयान दिएका छन्। सम्बन्धका कारण इनिसाको अचानक अवस्था बिग्रिएपछि उनले आफ्ना 3 जना साथीहरूलाई बोलाएको समेत उनले प्रहरी माझ बयान दिएका छन्। पोस्टमार्टम रिपोर्टले भने बलात्कारपछि अत्याधिक रूपमा रक्तचाप भइसकेपछि उनको मृत्यु भएको कुरा उल्लेख गरिएको छ। अहिले यस घटनामा पक्राउ परेका 4 जना माथि प्रहरीले अनुसन्धान थालिसकेको छ। चारैतिर इनिसा बिकले न्याय पाउनु पर्छ भनेर आवाजहरू उठिरहेका छन्। घटनाले अहिले देशभर नै बहस सुरु भएको छ। तपाई हामी सबैको माग एउटै हो, इनिसाले न्याय कहिले पाउने, दोषीलाई कडा भन्दा कडा सजाय कहिले हुन्छ। युवाले प्रहरी समक्ष दिएको बयानका अनुसार उनीहरू दुवैजना 2 वर्षदेखि प्रेम सम्बन्धमा रहेको र त्यो दिन पनि उनीहरू बीच सहमतिमा यौन सम्बन्ध भएकै कारण र इनिसाको अवस्था बिग्रिएपछि उनी आत्तिएर इनिसालाई 2 मिटर जति घिसारेर पर राखेको कुरा यति बेला सार्वजनिक भएको छ।